हेलो साथीहरु, के छ हजुरहरु खबर? म चाहिँ यहाँ सरसफाई गर्न लागेको। यताति भद्रगोल छ। आज चाहिँ मैले के गर्छु भन्ने कुरा मेरो पुरै भिडियोहरु देख्न सक्नुहुन्छ। ल हेर्नुस्, आज म चाहिँ एकदम बिजी छु है। म चाहिँ यहाँ चाहिँ अरु भिडियो चाहिँ आउँदैन। आज चाहिँ मेरो भ्लग हो हैन। यो चाहिँ हेलो, यो रुमको भद्रगोल हेर्नु साथीहरु। यो रुममा बस्दाखेरि साह्रै गाह्रो हुँदैछ। के छ साथीहरु, तपाईहरुको कस्तो छ आजको दिनहरु? कतिको चिसो छ? आज चाहिँ मेरो यस्तै हो कि बिहानको काम भद्रगोल हैन। तपाईहरु के गर्दै हुनुहुन्छ? मेरो सासु आमाले के रे गाउँदेखि पठाइदिनु के भोइ छ हैन। बिचरा अब यहाँ म चाहिँ यहाँ बस्छु नि त, अनि खाली म हेर्नु यत्रो पठाइदिनु के यो मै कहिले खानु साथीहरु, यति राम्रोसँग। अनि हेर्नुमा आज चाहिँ तपाईहरुले यस्तै देखाउँछु ल। बन्दा घरको तरकारी अगानी अनि के पठाइदिनु भएको थियो। मैले तपाईहरुलाई भिडियोमा देखाइदिन भ्याइन हैन। म चाहिँ अब यहाँ सरसफाई गर्छु। आज मेरो चाहिँ यो रुमलाई यहाँ क्लिन गराउँछु त्यसको क्लिन। मेरो यो चाहिँ सरसफाई हो कि साथीहरु, सरसफाई म चाहिँ सफा गर्दैछु। अनि त्यसपछि फेरि यो रुम चाहिँ सफा गरेर तर यो पोचा चाहिँ के सक्छ काट्नु चाहिँ फोटो राख्छु नि। त्यो चाहिँ मैले चाहिँ सफा गर्दैछु साथीहरु। आज मेरो काम गर्ने बिहान त्यसै कति फोहोर यताउति नभन्नु है साथीहरु। यस्तै छ यो रुम। सिरानीको यो खोलहरु पनि गिजरको बनाउनु। बत्ती गयो लाग्यो फेरि। यस्तो प्लास्टिक गरेर भिडियो पनि यस्तो हुन्छ र यस्तो हुन्छ र भ्लग हेर्नु होला हैन। यो चाहिँ डेली भ्लग हो, कस्तो होला हैन त्यस्तै हो। कोठाको बेडा छ। कति फोहोर हुन्छ कि एकजना
यहाँ मैले चाहिँ पानी तताएको छु कि यो ग्यास सफा गर्नु पऱ्यो अनि फेरि यो तल कार्पेट चाहिँ काट्ने त्यो धुलोले च्याट लागे जस्तो भयो नि त्यही हो। सफा गर्दैछु साथीहरू। ग्यास पोलिरहेको छ। सोडा हालेर पोस्नु पर्यो। मैले यहाँ सोडा हालेँ साथीहरू। तपाईँहरूलाई नि झ्याउलाई साथीको लागि मेरो साथीहरू सुनेर धेरै फ्यामिलीमा बसे यस्तै हुने। मजाले जाने लगाएको यो कलर चाहिँ वाटरप्रुफ। यो के भने सरी वाटरप्रुफ होइन के भन्छ यस्तो सलक्कै धुँदा नि मिल्ने भने चाहिँ बत्ती नै गयो। तातो पानी हालेको थिएँ सरफमा चाहिँ सरफको क्लिन हुन्छ नि त। म सफा गरेर देखाउँछु है हजुरहरूलाई। ल फोर हुनु सक्छु छ।
पोछा लाउनेले पनि फेरि त्यो राम्रोसँग पोछ्यो भने कि भोट्दाखेरि यस्तो सोधेको हुन्छ नि त अनि त्यही भएर यसरी यस्तै छ साथीहरू हाम्रो यो रुमको लाइफ चाहिँ यस्तै दुःख सुख पचास लगाइसक्यो है मैले ल यहाँ चाहिँ त्यहाँ मन्टेसरी छ हल्ला गरिरहेछ यस्तो कुहिरो लागिरहेछ ल यहाँ चाहिँ अब म कपडा सुकाउँदैछु चाहिँ यहाँ चिया बनाउँदैछु मैले चाहिँ दुधको चिया खाँदिनँ मैले चाहिँ कहिले काहीँ दुधको चिया चाहिँ पिउँछु अरू चाहिँ म चाहिँ यहाँ चिया खान्छु कालो चिया खानु राम्रो लाग्दैन मजाले तल सफा गरेँ फेरि ग्यास सफा गरेँ कपडा धोएँ सुकाएँ अनुजाको काम ग्यास्ट्रिक बढेको हुन्छ यो चाहिँ चिया मसला अनि यो चाहिँ चियापत्ती कालो चियामा फेरि त्यो चियापत्ती र चिनी मात्र भने मिठो हुने कि मसला हालेर मिठो हुन्छ क्या फेरि होइन आज लास्टै ग्यास्ट्रिक बढेको छ मेरो साथीहरू ग्यास्ट्रिक बढे जस्तो
खाएको केही पनि कालो चिया चियापत्ती चाहिँ मजाले टेक्ने के चिसो चिसो सुक्दा पनि सुकेन झन् बिग्रियो कि फेरि के म चाहिँ यसरी बसिरहेको छु कि साथीहरू चिया चाहिँ पाक्यो अब कालो चिया खाएपछि राम्रो हुन्छ नि शरीरको फाइदा दुधको चिया चाहिँ पिउनु हुँदैन म चाहिँ चिया पिउँदैछु कालो चिया आजको भिडियो यति नै लाइक गर्ने सब्सक्राइब गर्न नबिर्सनु होला थ्याङ्क यू सो मच साथीहरू